नमस्ते धनगढी नमस्ते। मेरो तेस्रो पटक धनगढीमा तपाईको उस्तै साथ, उस्तै माया, उस्तै एनर्जी, उस्तै जोस जानर सेम छ। झन् खुसी लाग्छ मलाई। यसपालि त झन् यहाँसम्म हुनुहुन्छ तपाईहरु सबैलाई, हामी अगाडि हुनुहुन्छ, पछाडि हुनुहुन्छ, सबैलाई मेरो नमस्ते छ। आमा बुवा दाजुभाइ दिदीबहिनी साथीहरु सबैलाई मेरो नमस्कार छ। र आयोजक टिमका सम्पूर्ण साथीहरुलाई बधाई छ, धन्यवाद छ। र विशेष गरी हाम्रो मिलन कुमार दाइलाई धन्यवाद छ, यति राम्रो व्यवस्था गरिदिनु भएको छ। मलाई धनगढीवासीलाई भेट्न मौका दिनुभएको छ। र हाम्रो तपाईहरु सन्चै हुनुहुन्छ हैन? कैलालीवासी सुदूरपश्चिमवासीलाई यसरी भेट्न पाउँदा अति नै मनदेखि खुसी लाग्छ मलाई। आज अलिकति ढिला भयो, हाम्रो फ्लाइट क्यान्सल भयो अनि डिले भयो। त्यसपछि नेपालगञ्जबाट हामी यहाँ आयौँ। भर्खरै हामी होटल पनि छिर्न पाएको छैनौँ, सिधै गाडीबाट यहीँ स्टेज आएको छु। त्यसको लागि थोरै ढिला भयो, माफ दिनु होला, माफ गर्नुहुन्छ नि हैन?